हेर्नुहोस् नाखा टु पनि पुर्याउने बारे नेर दुध पनि च्याक्क ओरौलिँदो भन्नु दुई थुन दाइले दुईया दुई थुन म दिँदैछन् लात हानेपछि गाईले लात हान्यो भने बाल्टिङ फेरि गाई दुहुनका लागि एकदमै समस्या रहेछ। गाई दुहुनलाई यस्तो छ हेर्नुहोस् लात हान्यो भने भाटा पनि पुर्याउँदा अहिले बल्ल गरिया किलो माथि किलो भइदिउँदो हो यो दिनकै थाहा छ गाई कति बेरी दुहुनुपर्छ 3 बेरी दुहुनुपर्छ कहिले घाँस पानी गरेपछि 6 बेरी दुहुने गाई हो यो हेर्नुहोस् नाखा टु पनि पुर्याउने बारे नेर दुध पनि च्याक्क ओरौलिँदो भन्नु यो मेरो दादालाई टेट्दैन पछि म आउँछु हेर्नु दोर्से डिरिममा गाई दुन रेडी छ हाम्रो नवीन दुई थुन दाइले दुईया दुई थुन म दिँदैछन् लात हानेपछि दुई दिन नदुने थिएँ अन्त उमिल्की थिएँ गाई काण्ड हुने हो कि थुन लुकाउ त मासु सिलातो छ यार हात माथि बाजा आन पछि बाइकन त चप पारी तिल पेट लात्ताले आन घुँडो बुढो पेन्चर अद्देलाई देत्तै घुँडो कि लड्यो भने त अलि सुके बजारमा घुम्न पाइयो गाईले लात्ता हान्न पाइयो दो टन्न भर पुडो कुणी भर अन्त दिएर कुणी भद्दा बुझ्दै गाईले लात्ता हान्छ कैता कुणिदो पुछुडै फाल्छ थुनाउँदा दुध तिरिकै गाईले लात्ता हान्यो भने बाल्टिङ फिरिकै लात्ता हान्यो भने गाईले सबै दुध पोख्छ यही घरमा कुकुरले पनि टोक्छ बलले दुध पियो हामीले दुध लात्त नै दियो बलले धेरै पियो बाल्टिङमा दुध दियो।